गुड मर्निङ सबैमा नमस्कार, शुभ प्रभात, शुभ बिहानी। हामी चाहिँ यता बिहानै अहिले लगभग 5:30 बजेको छ। हामी यो उकालोमा हिँड्दैछौँ। यो ठाउँको नाम चाहिँ त्रियुगा नगरपालिका वडा नम्बर 7 को तिनदुले भन्ने ठाउँ रहेको छ। यसरी यो चाहिँ उकालो पहिले यो निकै यो बाटो चाहिँ निकै चल्ती थियो। यही बाटोबाट सुकौरा हाम्रो उदयपुर सिमेन्ट कारखानाको लाइमस्टोन चुनढुङ्गा भएको ठाउँमा जाने बाटो यो नै रहेको थियो, अर्को विकल्प थिएन। अहिले चाहिँ मदन भण्डारी राजमार्गले तलबाट चुवाडे चोकबाट जोडिएपछि यो बाटो अहिले अलपत्र जस्तो नै रहेको छ। यस्तो छ, तर शान्त जङ्गलको बिचबाट छ, धेरै नै राम्रो रहेको देखियो। ल बिहान बिहान हिँडौँ, स्वास्थ्य बनाऊ। जिन्दगीभन्दा प्यारो अरू चिज हुँदैन। त्यही भएर सबैजनालाई यो बिहानै चाहिँ जसरी भए पनि अलि चाँडो उठेर आफ्नो व्यवस्थापन गरेर जिन्दगीको पनि सहज व्यवस्थापन गर्न हुन चाहिँ मैले यहीँबाट पनि हार्दिक अनुरोध गर्दछु।